दिदी चिया। ओ घन्टी सुन त अस्ति मैले तँलाई पैसा दिएको 2000 पैसाले त मलाई अनि तपाईले यो तेरो काम गरेको पैसा लिएर जा भने दिनु भएको हैन? त निस्केर जानला भएर पो तँलाई मैले दिएको त मलाई फिर्ता ले मेरो पैसा। मैले त तपाईले कामको पैसा भनेको भएर दिनु भएछ अनि मात्रै राखेको नत्र अस्ति नै दिन्थे। कामको पैसा त तँलाई सन्तोष सरले दिनुहुन्छ नि मैले दिने हो र? जा जा सरलाई मिठो चिया ल्याएर दे। सर चिया ल्याए। चिया ल्यायो ल राख त्यहाँ। अनि बाहिर काउन्टरको बहिनीलाई अनि कुल सरलाई पनि चिया देऊ नि। ल सर यो तपाईँले चाहिँ किचनमा कस्तो काम गर्ने मान्छे राख्नु भएको? यो नुन हो कि चिया हो बुझ्नै सकिएन। पुरै नुनै नुनको झोल छ। यसमा त अत्याधिक नुन छ सर। अनि यस्तो खाएर त कसरी काम गर्ने सर? यसरी त म प्रेसरको बिरामी। चियामा समेत चाहिँ सधैँ तपाईँको यसरी नुन हालेर खुवायो भने त म त बेहोसै भइहाल्छु नि सर होइन? यो भुन्डी बहिनी चाहिँ भएन सर। यो चिया बनाउने मान्छे भएन। हुन्छ बस्नुहोस् न। अर्को मिठो चिया बनाएर ल्याउँछन् भुन्डीले।